यो एकछिन हो क्या जवानको बल एकछिन हो आमा थाकेको हेर न आज सातो भइसक्यो आमा यार गोरु त प्लेयरै हो नि हाम्रो यो साम्राज्यको राजा चुनिँदैछ गाइज यो थियो राजा अब यो हुनसक्छ कि यो हुनसक्छ हेरु है मेरो सपोर्ट यही राजामाथि नै छ ल साम्राज्य के लिए लडो भाइ लोग साम्राज्य तेरो के रे इलाका तेरो म राजा हुने भन्छ यस्ता नाथे उमेरको फाइदा उठाउँदैछ बुढा भयो तारे कोही आँखामा नपार कहाँ हो मिलेन टिप 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 हो बङ्गाइदे त्यसको गर्दन बङ्गाइदे बलै पुगेन यार अलि बुढा भयो यार हाम्रो तारे ओ यस सही हो यस्तो चाहिँ हान्नु पर्यो क्या फेरि 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 हो 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 बुढामा युद्ध कला चाहिँ हुने हेर न त्यहाँ त्यसले निधार हानेर रगत निकालिसक्यो तारेको राम राम गोरु त मुजी लास्टै हुन्छ यार लास्टै के हुन्छ घाइते हुने भयो यो जुधाइपछि त साँच्ची भनेको लास्टै घाइते हुन्छ खोइ आज थाके जस्तो गरेछ तर हार्दैन यसले यो हान्ने मात्रै हो क्या घाइते बनाउने मात्रै हो धकेलाइमा भर पर्छ नि त भन्ने लागिरहेछ तिल्केको जित हुन्छ है क्या हो डाँठा बाजी राख्ने त बाजी राख्ने लो राख लो राख कति राख्छस् बाजी लो राख तिल्केले जितो भने 500 रुपियाँ थियो तारले जितो भने 500 रुपियाँ मेरो लो है त गाइज तैँले मलाई दिनु पर्यो 500 रुपियाँ दही दिन्छु जित्छ स्योर हो तारले जितो भने जित्छ स्योर हो तारले जितो ओ यसरी जित्छ क्या देखिस तारले जितो भने मलाई तिल्केले जितो भने मलाई त्यस्तो हुँदैन त्यस्तै हो जित तारे जित यो झ्याक्नेलाई त हो 500 रुपियाँको सवाल छ तिल्के गोरु जित्ता लु तारे जित तारे तिल्के भक्कै हान्न त्यतिखेर भक्कै तारे भक्कै हान्न मुजी आँखै रातो भइसकेछ हुनु त के अब एकछिन रेस्ट गर्नु मिल्यो नि त एक हानेपछि मात्रै फिर्ताउँछ हाम्रो तारेले र पो त हान्नु पर्यो क्या बुढोपाकालाई हुन त युद्ध कला थाहा छ भयो भने ओहो स्या गरेछ है यो त थाकेकै छैन हो त्यो नथाक्नुलाई त रेस्ट गर्दैछ नि त हो नाकैमा दिएर नाकैमा फेरि त्यसका हो अब यसले दाहिने सिङबाट बल गर्यो भने यसलाई जित्नु सक्छ है गर्दन मङ्गा तारे हो छुट्टिनु खोज्छ त है हाम्रो तारे के हो यार झन् घाम लाग्यो है अलिअलि हुस्सु लागेको हुनु पर्थ्यो यार यो घाम लागेको बेलामा बेसी थाक्छ क्या गोरु ल रगतै आयो यार तिल्केको सिङको टुप्पामा त रगतै बस्यो त कुटेर छुट्याइदिउँ के भाइ बिजोक हुने भयो त यिनीहरू त लास्टै घाइते हुन्छ त यो पछि त त्यही त जितो भने झन् चिन्ता हुन्छ पेल जाँठा तारे यार आज मजा आएन यार कुस्ती हेर्नु त्यही त बराबर भयो क्या जाँठा तारे हार्छ के हो पछाडि सर्छ त यार मान्छे थाकिसक्यो 1 घन्टा जति जुदो होला यार जुदो आज दरै जुदो गिदेखि जुधेर छ नि ओइ यता तारेलाई हराउँछ क्या हो ल ओह्रालोमा यस जित्यो फ्याक्दे हो यस अब चाहिँ जोस आयो क्या हो यस ओए जाठा खत्रै घुमी जस्तो त यही केही हुन्छ आज तिल्केबाट भाग्थ्यो नभए यस्तो गर्दा घुमो त यार यहाँ सेलाको खुनलाई फेरि तातोमा नै हाल्यो नि जेन्जी पुस्तालाई जित्दै जेन्जी घुमो यो पालि कहाँ यार सरकारमा राज्य चेन्ज भयो भन्दैमा यहाँ चेन्ज हुनुहुन्छ त हुँदैन जेन्जीलाई पेल
हो ठ्याक्कै चान्स अवसरवादी हो क्या हाम्रो तारे भनेको प्रचण्डवाची हो क्या अब तिल्के थाके जस्तो भयो है गर्दन बनाउँदैछ बडी नै पुरै थरथर कामदो रहेछ आज यो हार्ने मुडमै छैन क्या हो ओ यस हो पेल्दै ए खेल्नु जानेको हेर न त्यहाँ यता ए प्याल्दै फ्याक्दै ओहो यसो नजिक आर्न हेरेर त मजै आउँदैन क्या यहाँ पोजिसन हेर्नु पर्यो नि त घुमै तारे त्यहाँबाट घुमै हो आँखा हो अब भयो नि त अलिअलि अब कन्फिडेन्स लो हुन्छ क्या यो तिल्केको अब यति पेलेपछि अब एकचोटि पेलो भने दुईचोटि त भयो अब तीनचोटि तामा जित्छ तीनचोटिमा रागरलाई छिनाइदे जाठालाई छिनाइदे हो पेले हो यस निमर्ते यसलाई त साला छोरा भएर हो भक्कै हान्ने त्यतिखेर खोइ त अब अर्कोले हान्छ भक्का हान भने त्यो थाक्दो रहेछ फेरि है अघि थाको नि त्यो म त के हो थकान मारेको हेर न यार यस्तो त हुन्छ थकान मारी खेल्छन् हो जित्दकला एक्सपिरियन्सले जित्दो रहेछ है एक्सपिरियन्स धेरै म्याटर हुन्छ नि ओइ तारे धेरै इन्जर्ड भयो यार योपालि तारेले जित्छ यार हो यस हो अब केही हुन्छ है यस्ता जेन्जी पुस्ताहरू पनि बल देखाएर हुन्छ हो खेल तिमीहरूलाई खेल्नुलाई नै पालेको क्या केटा हो तिमीहरू जाँठा जोत्नु मात्रै त कहाँ काम हो त यस्तै इन्टरटेनमेन्ट चाहियो नि त जिन्दगीमा यार वाह अब त यसलाई त उकालोमै पेलिदिन्छ क्या मलाई मेरो गोरुमाथि भरोसा छ नि त्यो परको डाँडामा लगेर फ्याल्दै केटा हो भागो हो अब के हुन्छ भागो यस भागो यस अब चाहिँ केही हुन्छ है जाठा यस 500 निकाल मोटे 500 निकाल जा तेरो गोरु हेर जाठा जा छिटो दौडी हो तारेलाई ठिक छ अहिले कुट्न जाठा हो भागो त्यत्तिकै भागो साम्राज्य त यसरी खडा हुन्छ नि त हो अब केही भयो नि त हो शाबास यसरी जित्नु कस्तो लाग्यो त कान्छा युद्ध ठिक लाग्यो जुधाइ कस्तो लाग्यो ठिक लाग्यो ल देउ ल शाबास डन शाबास हो यसरी जित्नु मेरो 500 ल निधारभरि पुरै घाउ छ है आमा थेट रगत बस ल ले 500 लिएर आयो है फेरि के पर्छ किन आँखै सुनिसक्यो बिचराको राल काटेछ यो यसो ट्रेनिङ लिएको सिकाउँदैछ छोरालाई नि भोलि पर्सि यसरी नै मसँग जुत्नुपर्छ भनेर ल नि तारे हिँडै अनि यो चाहिँ कहाँ दुध खानु खोज्दो रहेछ यतिखेर वाइ जाऊ त अनि उदो टोल के उदो नि हिँड यो बाछी त के हो हौ त वाइ बाछा चाहिँ डर नाच्दैछ त यार रमाइलो भइरहेको छ अहिले हेरे त उदो झर यीबाट झर्छस् कि अहिले अनि झर बाछा लाला ल हिँड छिटो हिँड यो जाठा डरै देखाउँछ त आज बाछालाई रमाइलो भएको छ कुस्ती पर्नु पर्ने छैन मिर्गी नि
ठोक्न पर्ने बनाइदिए यार सबै ढुट्टो पारिदियो यार यहाँ त वाइ बिल छ कि अलिक ए वाइ आनी उदो